तनुरमोदात दशतयंग वैक्लव्यमज्ञानाकृतमापनाकथं तनादग्रीपाणाः वर्धिरं वेद्वमामिनाः कालकर्मराधीनो देवयंवाञ्चभौतिकः कथं तनाथ कृपणावर्तिरं ते तमामिनाः कालकर्मराधीनो देवयंवाञ्चभौतिकः कथमन्यां तु गोपाय सर्वग्रस्तो यथा परं नास्तानि शास्तानमपदानि चतुष्पदां महर्मणि तत्र महतं जीवस्य जीवनं वैदं भगवागात्मनिकात्मनां सदैवान्तरन्तर्भाति पश्यतं मायोरा स्वयमत्यमहाराज भगवान् बुधभावनकालरूपो दिनश्यामभा वायसुरविष्णानिष्पादितं देवकृत्यमोशेषं प्रतीक्षते तावयूयमवेक्षतं भगवदयावधिहेश्वरः धृतराष्ट्रसाव्राता गन्धर्या च समार्या लक्षणेन हिमवता ऋषिः भगवता प्रोक्तम भागवतम भगवानले बताएको ज्ञानले भरिएको ग्रन्थ त्यो पनि भागवत। धेरै भए हामीहरूले भागवतको अर्थ यतिसम्म बुझेका यही हो। अब त्यो भन्दा दोस्रो के हो त भन्दा भागवत भनेको व्यक्ति पनि भागवत हुन्छ। भागवत यो कही गुण लिनुपर्छ राम्रा कुरा वैष्णव सम्प्रदायमा के भनिन्छ भक्तलाई भागवत भन्नु भागवत। त्यसको चाहिँ व्युत्पत्ति के हुन्छ भने भगवत अयम म भगवानको हुँ भनेर भगवानमा समर्पित भएर हमेशा जे गर यति हो भागवत हुनका लागि के भन्दा जे गर्नुहुन्छ भगवानले गर्नुहुन्छ। हेर्नुहोस् है जे भइराख्या छ भगवानले नि गर्नुभएको र जे हुन्छ भगवानकै अधीनमा छ। त्यस कारणले म त निमित्त मात्र हुँ भन्ने यति तीनटा सूत्र जीवनमा उत्रियो भने त्यो व्यक्ति भागवत हुन्छ। तर त्यो हुँदै गर्दा गर्दै मरुन्जेलसम्म मरेर पसिना चुहाएर म कमाउने भगवानले गरेको अरे यी भगवानवादीले पनि दिमागै खाइसके भन्नेको पनि कमी छैन। कुरो भन्नु भगवतवादीले पनि दिमागै खाइसके आफूले पसिना चौँदा त यहाँ अहिले हाई भइराख्या त्यसै भगवानले दिए अरे न यस्ताको पनि कमी छैन छ चाहिँ। तर अलिकति सावधान हुनुपर्छ नभए भगवान नभइकन यहाँ केही भएकै छैन। यो चाहिँ यथार्थ कुरा। अब त्यस कारणले के हो त भन्दा त्यो भागवत हो है व्यक्ति पनि भागवत हुन्छ। अनि अर्को के हुन्छ त भन्दा कर्म पनि भागवत हुन्छ। कर्म हेर्नुहोस् कर्म भागवत भगवतः इदं भागवतं कर्म भगवतः अयं भागवतः भक्त भगवता प्रोक्तम भागवतम ग्रन्थ। यसरी तीनटा व्युत्पत्ति हुन्छ। त्यसकारण हेर्दाखेरि व्युत्पत्ति एउटै भए तापनि शब्द एउटै भए तापनि त्यो शब्दको अर्थ अलग अलग हुन्छ। हेर्नुहोस् शब्दको अर्थ अलग। र टाउको दुखेको औषधि हेर्ने हातमा राख्ने भने कि हेरेर चिनिन्छ हेर्दाखेरि त उस्तै हुन्छ नि। तर त्यो के त भन्दा त्यो औषधि हेर्दा एउटै देखिए तापनि त्यो औषधिको घटक क्या त्यसको के मिलेर बनेको छ त्यो त्यो के छ त्यसमा के मिलाएको छ यसमा के छ त्यो फरक पर्छ। तर एउटै हुन्छ। हेर्दा एउटै भए पनि के हुन्छ त्यो अर्थ औषधिको प्रयोजन औषधिको अर्थ भनेको प्रयोजन हो क्या। अर्थ भनेको के हो भन्दै यो शब्दको अर्थ के हो भन्दा यो शब्दको प्रयोजन के हो भनेको क्या। अर्थको पनि अर्थ लागिराख्या हुँदैन क्या कहिले। अर्थलाई प्रयोजन यो औषधिको प्रयोजन यो औषधिको प्रयोजन यो औषधि अलग अलग प्रयोजन हेर्दा एउटै भए पनि प्रयोजन अलग अलग किन भयो त भन्दा त्यसको घटक त्यसमा मिलाएको चिज अलग अलग भएको हुनाले अलग अलग काम गर्यो। त्यस्तै त्यो शब्द पनि के त भन्दा त्यो व्युत्पत्तिको भेदले गर्दाखेरि शब्दको अर्थ अलग अलग हुन्छ। त्यस कारणले अब यस्तो गहिरो छलफल गर्ने समय छैन तैपनि मैले संकेत गरेँ। त्यस कारणले कर्म भागवत कसरी हुन्छ भन्दा वास्तवमा आफूले कर्म गरिसकेपछि हेर्नुहोस् म दैनिक सावधान भएर गरेर भनिराखेका छु त्यो कर्मलाई भागवत बनाउने सूत्र यही छ। त्यो सबै तपाईहरुलाई थाहा छ। जस्तै अघि पाठमा सुन्यौं हामीहरूले यो एकादश स्कन्धको दोस्रो अध्यायको 36औं मन्त्र श्लोक हो कायेन वाचा मनसेन्द्रियैर्वा बुद्ध्यात्मना वानुसृत स्वभावात् करोति यद्यत् सकलं परस्मै नारायणायेति समर्पयेत् तत्। अब यो हाम्रो विद्यादेवीले उठेर थपक्क हात जोडेर अब किन अलिकति शिष्ट भएको हुनाले है
हात जोडेर के त भने कहाँ यो करोती किन भन्नुभयो, यहाँ त करोमी भन्छौँ त हामी भन्न बेर छैन। कुरो भन्नु करोती र करोमीमा फरक के भयो भन्दा अब यो चाहिँ के त भन्दा यो सूत्र चाहिँ सामान्य सबै यो करोती जो गर्छ, जसले गर्छ भन्ने अर्थमा आयो क्या। जसले गर्छ भनौँ भने करोती हुन्छ, किन त सूत्र शास्त्र त सबैका लागि हो नि। अब म गर्छु भनौँ भनेदेखि चाहिँ करोमी भन्नु पर्यो म। त्यसमाले हामी के हो त भन्दा हामी व्यक्ति आफूले गरिरहेका हुन्छौँ नि, त्यस कारणले करोती यहाँ भए तापनि यो करोमी भनिएको। अहम करोमी म गर्दछु भनेपछि यहाँ भयो भने करोती हुन्छ, जो गर्छ जसले गर्छ। तर म गर्छु भनेपछि अहम करोमी भने करोमी जोडेको यहाँ। त्यस कारणले यसरी मैले मनले वचनले र मैले कायन वाचा मनसा इन्द्रियहरूले जे जसो गरेर जति सके हे भगवान हे प्रभु यो कर्म म हजुरलाई अर्पण गर्दछु भनेर त्यो भगवानलाई अर्पण गरेको जुन कर्म हो त्यो कर्म भागवत भयो। त्यो कर्म भागवत भयो। अब यहाँ हेर्नुहोस्, यी त पदता यस्ता छन् कि वास्तवमा त्यसलाई यसरी मुख्य भनेर अनि व्यवहारमा घटेका कुरा ल्याएर चिन्तन गरेर अनिखेरि खम्बीर हुनुपर्ने क्या। जस्तै अब यी तर्क हुन्छ क्या। गरुन्जेलसम्म चाहिँ आफूले गर्ने अरे, कमाउन्जेलसम्म चाहिँ आफूले कमाउने, अनि राख्ने बेला चाहिँ अर्कालाई दिने कि मै राख्छु। त्यो कुन गलत त होइन नि, हो कि मै राख्छु, आवश्यक परेको बेला म खर्च गर्छु भन्ने तर्क, त्यो युक्ति त्यति गलत होइन। तर एउटा रूपक लिएर सम्झौँ हामी। एउटा जस्तै मानिलिउँ 5-7 वर्षको बालक छ, अझ 4-5 वर्षको छ। अब त्यो बच्चा यसो बाहिर गयो घुम्न भनेर, अनि त्यसले के त भन्दा कसैको स्वभाव के हुन्छ भने थपक्कसँगले आफ्नो हातमा पर्यो भनेदेखि लिएर आएर हजुरआमा राखिदिनुहोस् है, मुमा आमामै राखिदिनुहोस् है, यो राखिदिनु नि मेरो भनेर थप्प दिएपछि यति गदगद अरू हजुरआमालाई केही चाहिँदैन। मेरो नानी यति ज्ञानी छ, जे भेट्छ त्यही ल्याएर मलाई राख्न दिन्छ, गदगद क्या। हेर्नुहोस् है। अनि फेरि के हुन्छ त्यहाँबाट के भयो त भन्दाखेरि त्यो आफूसँगै राखेर त्यहाँ खेल्न थालेको भएदेखि त कहाँ खस्नु थाहा नि हुने थियो, थाहा हुन्थ्यो त, थाहा नै हुने थियो। एक त के त भन्दा ल्याएर दिएर चाहिँ सुरक्षित भयो। अब सुरक्षित त भयो ठिक छ। अब पछि आफूलाई 5 रुपियाँ 5-10 रुपियाँ अथवा 4-500 रुपियाँ राख्न दिएको छ, आफूलाई काम पर्यो भनेदेखि आमा मलाई 5 लाख रुपियाँ दिनुहोस् त भन्यो भने यसले गलत काममा खर्च गर्दैन। हेर्नुहोस् है। त्यस कारणले मैले यसलाई दिँदा हुन्छ भनेर 500 रुपियाँ यदि राख्न दिएको छ भने आएर 5 लाख रुपियाँ माग्दाखेरि छ भनेदेखि दिल खोलेर आमाले दिनुहुन्छ, कुनै कन्जुसिया त्यहाँ हुँदैन। हेर्नुहोस् है। त्यस कारणले एक त सुरक्षा पनि भयो, एक कुरा आफूलाई काम परेका बेला काम पनि चलो भनेदेखि वास्तवमा ती हजुरआमालाई र आमालाई अथवा बुवा माता पितालाई ल्याएर राख्न दिँदाखेरि के चाहिँ नोक्सान भयो? नोक्सान त भएन, बरु आफूलाई राखेको भएदेखि हराउँथ्यो। आफूलाई राखेको भए त जति राखे पनि त्यो परेका बेला 500 रुपियाँ त हुन्थ्यो होला, धेरै भए। 500 रुपियाँ राख्न दिएको छ, आवश्यक पऱ्यो 5 लाख भनेदेखि बस दिल खोलेर पाए। त्यस्तै अब एउटा सामान्य जन्म दिने आमाको त त्यो स्थिति छ भनेदेखि भगवानलाई हामी दिँदैछौँ क्या, भगवानका छेउमा लगेर राखिँदैछौँ। भगवान कस्तो? त्वमेव माता च पिता त्वमेव बन्धुश्च सखा त्वमेव विद्या द्रविणं त्वमेव सर्वं मम देव। हेर्नुहोस् त, देवताका पनि देवता, माताका पनि माता, पिताका पनि पिता, बन्धुका पनि बन्धु, विद्याका पनि विद्या प्रभुलाई अर्पण गर्दाखेरि त्यहाँ केही घुनपुतली लाग्ने स्थिति आयो। त्यस कारणले कर्म गर्ने बित्तिकै भगवानलाई अर्पण गर्ने। गरेन एकछिन फुर्ती देखाएर बिर्सियो गरेन भनेदेखि के हुन्छ? बस इन्द्रले आउँछन्, सोरसार पारेर लिएर जान्छन्, रित्ते हुन्छ। यो यथार्थ कुरा।
त्यस कारणले कर्म गरिसकेपछि थोरै जपै किन नहोस्, पाठै किन नहोस्, पूजै किन नहोस्, एकछिन ध्यानै किन नहोस्, एतत् मत कृतेन कर्मणा। अब धेरै भन्न जानिएन भने के गर्ने? एतत् मत कृतेन कर्मणा भगवान श्रीकृष्ण प्रियताम तत्सन्न मम भन्ने थपक्क जल राख्ने, अनि जब स्याट्ट सक्राएन भनेर शिरमा लगाउने। अनि त्यो चाहिँ के भयो त भन्दा हजुरआमालाई राख्न दिएको जस्तो, हजुरबालाई राख्न दिएको जस्तो त्यो आफ्नो सम्पत्ति सुरक्षित। अब त्यो हरायो कहाँ गयो भन्न पनि पाउनुहुन्न कि हजुरआमाले। हेर्नुहोस् त, यस्तो मिठो छ सिद्धान्त, यस्तो मिठो तर्क छ, यस्तो मिठो उपाय छ हाम्रो। अब हामीले न त्यो सुन्छौँ, न त्यो वस्तुतः हामी पढ्छौँ, न अनि त्यसलाई हामी फलोअप गर्छौँ। यसरी यो कर्म के हुन्छ? भागवत हुन्छ। अब भागवत भनेका भक्तहरू पनि 3 किसिमका हुन्छन्। ती भागवत भक्त हुन्छन्, एउटा उत्तम, मध्यम, कनिष्ठ। उत्तम भक्त भनेको के हो त भन्दा सर्वत्र ब्रह्म देख्ने उत्तम। अब के हो त भन्दा विशेष गरेर मन्दिर मन्दिरमा, कोठा कोठामा, चोटा चोटामा मात्र भगवान हुनुहुन्छ भनेर त्यसरी भगवानलाई पूजा गर्ने, तीर्थ तीर्थ धाउने, चोटा चोटा, कोठा कोठा, फोटा फोटामा मात्र सीमित हुने त्यो भक्त चाहिँ के हो? कनिष्ठ भक्त हो, प्राकृत भक्त हो। कुरो बुझ्यो? अब के हो त भन्दा सबैतिर भगवान हुनुहुन्छ, सर्वत्र हुनुहुन्छ भनेर सबै कुरा मान्छ। तर के हो त भन्दाखेरि के ईश्वरे तददीनेषु बालिसेषु द्विषस्सु च प्रेम मैत्री कृपोपेक्षा य करोति समध्यमा। अब के भन्छ भन्दाखेरि वास्तवमा ईश्वरमा भक्ति गर्छ। हेर्नुहोस्, भगवानमा के गर्छ? भक्ति गर्छ। अब के त भन्दा तददीनेषु, अब भगवानका भक्तहरूसँग मित्रता गर्छ, भगवानका भक्तसँग मित्रता गर्छ। विद्यादेवी बहिनी के अरे? पहिलो चाहिँ के? भगवानलाई मान्दछ अनि भगवानका भक्तसँग मित्रता गर्छ। अब कोही भगवानलाई नमान्ने आयो भने चाहिँ के गर्छ? त्यसले घोक्रियाएर निकालिदिन्छ, यो नास्तिकको म मुख पनि हेर्दिनँ भन्छ। कुरो भन्नु, यो नास्तिकको, यो भगवानलाई नमान्नेको चाहिँ म मुख पनि हेर्दिनँ ल भनेर त्यसलाई चाहिँ भोक। अब त्यो आत्मा पनि त्यसमा अलग अलग नाम अलग हुन्छ। स्थूल शरीरलाई सञ्चालन गर्ने जागृत अवस्थाको आत्मा विश्व, सुषुप्ति स्वप्न अवस्थाको अभिमानी आत्मा तैजस, सुषुप्ति अवस्थाको अभिमानी आत्मा प्राज्ञ। यसरी विश्व, तैजस, प्राज्ञ नामक आत्माद्वारा सञ्चालित सहयोग वस्तुतः स्थूल सूक्ष्म कारण अवस्था, जागृत वस्तुतः जागृत, स्वप्न, सुषुप्ति, यी 3 त हामीले सधैँ प्रयोग गरिराखेका छौँ क्या, सधैँ। अब यति कुरालाई पनि थाहा नपाएर स्थूल शरीर, सूक्ष्म शरीर, कारण शरीरको विवेक छैन, जागृत, स्वप्न, सुषुप्ति अवस्थाको विवेक छैन। अब वस्तुतः त्यति विवेकै नगरिकन जान्छ भनेदेखि मनुष्यलाई के मनुष्य भन्नु बाबा? के को विवेकशील प्राणी भन्नु? विवेकशील प्राणीको हैसियतले कमसेकम अलिकति विवेकता हुनु पर्यो नि, कमसेकम। खाली मखाऊ मैलाऊ सुख सयलवा मोज मगरौँ, म बाँचौँ मै नाचौँ अरू सब मरुन् दुर्बलहरू। यही भाव मात्रैलाई प्रश्न दिने हो त। यो त पशु पक्षी कीट पतङ्गबाट पनि भइराखेको छ नि राजा परीक्षित। छ कि छैन? मैले किति धेरै भने भन्दाखेरि राजा परीक्षित भन्नुहुन्छ होइन होइन, मनुष्य भएर कमसेकम 84 लाख योनि अन्तर्गत दर्शन गर्न आएका हौँ। हजुरको दर्शन गर्न पाइयो, बडो खुसियाली छौँ, खुसी छौँ हामीहरू। त्यस कारणले हजुरले वास्तवमा अब अन्तिममा हाम्रो यो धराधामलाई छोडेर, पृथ्वी लोकलाई छोडेर आफ्नो धाममा जाँदा मेरो ब्रह्मलोकलाई पनि नबिर्सिनु होला, मेरा लोकमा नि पाइला राखेर पवित्र गरिदिनु होला है भनेर निमन्त्रणा गरेर ब्रह्माजी जानु फर्किएर। अब यता के त भन्दा अब यहाँ उपसम्हरण लीला, अब मैले अब एउटा यो अब यहाँबाट धराधामलाई छोड्नका लागि एउटा निमित्त बनाउनु पर्छ भनेर सबै तयारी गरिरहनु भएको छ भगवान। अब त्यो सबै कुरा यसो सबै वातावरण यसो त्यसो भइसकेपछि अब त्यता कत्रो हल्ला भयो होला। हेर्नुहोस् है, कत्रो हल्ला, कत्रो वास्तवमा त्यहाँ तयारी भइराख्या होला। अब भगवानले सबै यस्तो गरेर बिचरा त्यो उद्धवलाई चाहिँ केही थाहा रहेनछ क्या।
यसो झैलाई सुन्नुभयो भगवान् त अब आफ्नो द्वार सदाम प्रस्थान गर्दै हुनुहुन्छ। अब यहाँ के छ कसो छ तिमीले के बुझाएको छ कुरा भन्दा त मलाई त केही थाहा छैन, केही थाहा छैन। किन भन्दाखेरि जो आफ्नो कर्तव्यमा लागेको हुन्छ नि त्यसलाई ती बाहिरका त्यो तडप शरणमा समर्पित भएर बसे। म बाँचुन्जेलसम्म हजुरका शरणका शरणमा समर्पित भएर यसरी नै बस्न पाउनुपर्छ। मैले अरू म केही जान्दिनँ, त्यस कारणले तपाईँ जहाँ जानुहुन्छ मलाई लिएर जानु है, छोड्न पाउनुहुन्न खबरदार। त्यक्तुम समुच्चय नाथ स्वधाम नय मामपि। कति गम्भीर शब्द छ। मलाई छोड्न पाउनुहुन्न, जहाँ जानुहुन्छ मलाई सँगै लिएर जानुहोस् भन्नु हो। यही नै हो एकादश स्कन्धको प्रश्नको बीज, महत्त्वपूर्ण कुरा यही छ। अनि भगवान् कृष्णले के भन्नुभयो भन्दा, हे उद्धव, तिमीले यदि मलाई यही रूपमा मात्र बुझेका छौ चिनेका छौ भने, हेर्नुहोस् है, तिमीले मलाई यही रूपमा यही स्वरूपमा यही नै कृष्ण हो भनेर यति मात्र बुझेका छौ भने, तिमीलाई मैले मेरा छातीमा 24 घण्टा टाँसेर राखेँ भने पनि तिमी म भन्दा 5 कोष टाढा रहनेछौ त्यतिखेर पनि भन्नु। 5 कोष टाढा मेरा हृदयमा मैले तिमीलाई टाँसेरै जहाँ गयो ती बिरालाले के अरे बाँदरले त्यो बच्चालाई बच्चा टाँसिए जस्तो, बिरालाले बच्चालाई आफ्नो छाउरालाई च्यापे जस्तो गरेर म च्यापेरै हिँडेँ भने पनि तिमी के 5 कोष टाढा रहन्छौ मसँग। अब छक्क पर्नुभयो उद्धव, कसरी हो? यही नै हो एकादश स्कन्धको ज्ञानको कुरा। अब कुरो कहाँ हुन्छ? यदि यदिदम मनसा वाचा चक्षुर्भ्याम श्रवणादिवि नश्वरं क्रियमाणं च विद्धि माया मनोमयम्। अब हेर 5 कोष भनेको यही विधिरस्तु तदास्मर्यं निशाम्याकुर्नन्दनाः शोकैरादस्माकन्दाति धनिसेवकः इति त्वधार्वसर्गं नारदाशातमु दृष्टिरोगदर्शस्य हृदि विद्वादाच्छिदः। जय जय श्री श्रीमद्भागवते महापुराणे राम राम भजनी उमरी जने दीदी हो चोला, उमरी जने दीदी हो चोला। राम राम कृष्ण 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 भजनी उमरी जने दीदी हो चोला, शिव शिव भजनी उमरी दीदी हो चोला। के छ यसमा? कुनै रस छैन। कहिले कहिले यस्तो जवाब आउँछ, तर त्यो के हो त भन्दा त्यसमा दर्शन, त्यसमा त पनि वेदान्त दर्शनको पछेको अनुभव हुनुपर्छ अनि मात्रै लाग्छ यसको अर्थ। यो मात्रै होइन, लक्ष्य त आध्यात्मिक कविता लक्ष्मीप्रसाद देवकोटाका कविता र लेखनाथका कविता माथि त आजको शिक्षाले त यति अन्याय गरिया छ के भन्नु त। जस्तै हेर्नुहोस् है, खोज्छन् सबै सुख भनी सुख त्यो कहाँ छ, आफू मिटाई अरूलाई दिनु जान्छ। यो सबैले थाहा छ। 5 कक्षामा राखेको थियो पहिले, अहिले चाहिँ बुढो कविता भयो भनेर हो श्याम सुन्दर भगवानहरू। अरे धीरे धीरे मुरारी, अरे धीरे धीरे चुनारी। अब कन्नुलाई तल राखेर
तल राखेर एउटा टुक्कामा सबैजना नाच्ने कनुमा आफै नाच्ने छन् आफ्ना बल अब कन्हैया आफै नाच्ने नन्द भयो नन्द भयो वसुदेवको लाला भयो अरे देवकीको बाला भयो अरे हम सबको नाथ भयो अरे ब्रजवास के नाथ जय जय कन्हैया लाल की जय यशोदा बाल की जय कन्हैया लाल की जय यशोदा बाल की गोविंद गोकुल आयो गोविंद गोकुल आयो गोविंद गोकुल आयो जय यशोदा बाल की जय कन्हैया लाल की नगर आनंद भयो जय कन्हैया लाल की बिना दर्शन हाम्रो नेपाली साहित्य पनि खोक्रो छ। पुराण त परै जाओस्, अब पुराण त परै जाओस्, अब गएर वृन्दावनमा 6 महिनासम्म बसेर लामो लामो कुर्ता जर्पेर अलिकति निधार छोप्ने अलिकति गालासम्म आउने कपडा भयो भने ऊ सर्वज्ञ भयो, बस विश्वविख्यात अन्तर्राष्ट्रिय ख्याति प्राप्त पण्डित कुरो नै। अब यस्तैको बजार छ सबै। त्यसकारण अलिकति तपाईँ हामीहरू स्वयं गम्भीर हुनुपर्ने बेला छ। हेर्नुहोस्, श्रीमद् भागवत महापुराणको विषयमा यहाँहरूले सबै देखिरहनु भएको छ। 5:30 बजेदेखि या 9:30 बजेसम्म अलिकति सास फेर्ने फुर्सद छ त। मझिली रातमा मथुरा छोडी मझिली रातमा मथुरा छोडी श्री वसुदेवको बन्धन तोडी श्री वसुदेवको चरणले माडी वर्षाको बाँडी चरणले माडी यमुना सुकाउने प्रभु कहाँ छु यमुना सुकाउने प्रभु कहाँ छु कृष्ण मुरारी सुदर्शन धारी मुरली बजाउने प्रभु सबैको अहिले मौखिक परीक्षा लिएर यहाँहरू सबै आफ्नो आश्रममा बस्नु होला। यहाँहरूको माझमा स्वयं सुदामा आफै आउनुहुनेछ। तर पहिले भनौँ यो प्रशिक्षण यसरी गर्नुपर्छ भनेर हिजो बिचरा यहाँ आमा रोइरहनु भएको थियो। एउटा सामान्य कुरा सोध्नु पर्यो भने 10वटा उत्तर आउँछन्। गुरु के मान्नु भन्नु? शास्त्र त एउटै छ। अब त्यो अध्ययन छैन अनि त मनमा जे आयो त्यही भनिदिनु पर्यो। सोधेपछि सोध अर्कालाई सोध्नु हो भने सानो भइहाल्छ। अनि त्यसो हुनाले यो बिग्रिएको छ क्या। यो त्यस कारणले साह्रै संवेदनशील हुनुपर्ने हुनाले वास्तवमा तपाईँहरूले अलिकति आफ्नो तहबाट आफ्नो क्षेत्रबाट आफै सावधान भइएन भने न हाम्रो संस्कार बच्नेवाला छ, न संस्कृति बच्नेवाला छ, न परम्परा बच्नेवाला छ। त्यस कारणले अलि सावधान हुनुपर्यो। के त भन्दा मैले यही निवेदन गरिराखेका थिएँ, हाम्रो वस्तुतः शास्त्रको मर्ममा पुग्ने साधन अध्ययनै छैन, रित्तै छ। त्यस कारणले आफू मिटाई अरूलाई दिनु जहाँ छको अर्थ आफ्नो मिटाई अरूलाई दिनु जहाँ छको अर्थ आफू मिटाई आफू मिटाईको अर्थ आफ्नो मिटाई होइन, आफू मिटायो यही अर्थ यहाँ छ। अब यसपट्टि जाने कुरा छैन। तर शरीरमा भएको शरीरप्रतिको आत्मभावलाई हटाएर आत्माप्रतिको आत्मभाव गर। शरीरलाई आफू नसम्झ, आत्मालाई आफू सम्झ भनेको क्या यो कुरो चाहिँ। त्यसरी अब यही कुरा यहाँ अगाडि भन्नुहुन्छ। यसैले गर्दाखेरि वास्तवमा यस्तो ज्ञान भएका कोही महापुरुष पनि छन् त यो संसारमा भन्ने भएछ क्या उसलाई। के अरे ऊ यदुराजालाई। अब यहाँ आइगएपछि यो सच्चिदानंद
भगवान गुरु सच्चिदानंद 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 भगवान गुरु। अब कृपया यहाँले अलिकति थोरै अलिक छिटो गर्न खोज्या होइन। कोष हाम्रा 5 वटा छ। 3टा शरीर कोष 5, अन्नमय कोष, प्राणमय कोष, मनोमय कोष, विज्ञानमय कोष, आनन्दमय कोष। त्यो 5 कोषदेखि पर त्यो म भन्ने वस्तु छ, आफू छ क्या हो। त्यस कारणले तिमीले यो पञ्चकोशात्मक शरीरलाई म सम्झ्यौ र यो पञ्चकोशात्मक शरीरलाई नै मेरो सम्झिरह्यो भनेदेखि तिमीले मलाई टाँसेर मैले हिँड्दाखेरि तिमी यति टाढा रहन्छौ। त्यस कारणले तिमी पञ्चकोशलाई बात गरेर म अन्नमय कोष होइन, म प्राणमय कोष होइन, म मनोमय कोष होइन, म विज्ञानमय कोष होइन, म मधुर मधुर बंसी बजो ये वृंदावन, ये मधुर मधुर बंसी बजो ये वृंदावन। हे कृष्ण हौला वृंदावन ओ बंसी बजाना लखनऊ बजाओना। ओ कृष्ण हौला वृंदावन ओ बंसी बजाना। तिमी मसँग हमेशा म तिमी मसँगै म तिमीसँगै, किनकि अहम ब्रह्मास्मि ब्रह्म अहम अस्मि। तिमी यसरी हाम्रो तादात्म्यता रहेको छ भनेर भन्नुभयो। नभन्दै यस्ता ज्ञानी कोही हुन्छन् त यो पृथ्वी तलमा भन्दाखेरि हुन्छन् बाबा। एकजना अवधूतसँग भेट भएर यदु राजाले पनि यो सदुपदेश लिनुभएको थियो। यी अवधूत ब्राह्मणका जम्मा 24 वटा गुरु। हेर्नुहोस्, गुरु पनि बडो विलक्षण। पृथ्वी वायु आकाश मापोग्नि चन्द्रमा रवि कपोतो जगर सिन्धु पतङ्गो मधुकृत गज मधुआ हरिणो मीन पिङ्गला कुररोर्भक कुमारी सर्कृत सर्प उर्ण नाभि सुपेशकृत। दत्तात्रेय गुरुका गुरु हुन् क्या। दत्तात्रेयलाई गुरु बनाउने गुरु के हुन्? यी 24 वटा के पृथ्वी। अब पृथ्वी पनि कसरी गुरु हुन्छ? वायु आकाश हमाराधिकं समर्पयामः श्री पुराण प्रसन्नमाय नमः। ओम लक्ष्मीनारायण ध्यान साम सदा शिवाय नमः। लक्ष्यवर्तिकायै नमः। अब हेर्नुहोस्, अब लक्ष्यवर्तिका प्रज्वलन भइराखेको छ। तपाईँहरू धेरै नजिकै नझुम्बिनु होला। मेरो आवाज यहाँले सुन्नु होला। त्यो कपडा तपाईँहरूको अलिकति छरिएको छ। त्यो छरिएको अवस्थामा त्यो भावनामा अगाडि नजानुहोस् है। तपाईँमा देखिरहेको छ तपाईँको कपडा पुरा छरिएको छ त्यो। अनि सावधान हुनुहोस्, त्यो कपडा छेउमा नजानुहोस् है। अब ल तपाईँहरू अब आफ्नो यसो आसनमा उठिनुहोस् त एकछिन। अहिले त्यो चलाउने बेला भएको छ। खुशी छु दर्शन पाए, मत खुशी छु दर्शन पाए। हरि आउनु भुवन मालाएर, हरि आउनु भुवन मालाएर। मत खुशी छु दर्शन पाए, मत खुशी छु दर्शन पाए। हरि बोल। हरि वसन यो मेरो मनैमा, मलाई हिँडाउन धर्मको बाटैमा। हरि वसन यो मेरो, मलाई हिँडाउन धर्मको बाटैमा। हरि आउनु भुवनमा लगाएर, हरि आउनु भुवनमा लगाएर। मत खुसी छु दर्शन पाएर, मत
कोशी सुदर्शन क्या अंश परमात्मा को स्वरूप को दर्शन हरि भाषण यो मेरो मानैमा मलाई पुर्याउ न वैकुण्ठ धामैमा हरि भाषण यो मेरो मानैमा मलाई पुर्याउ न वैकुण्ठ धामैमा वैकुण्ठमा जानुपर्ने बिर्जायो तरी वैकुण्ठमा जानुपर्ने बिर्जायो तरी नौका हाम्रो अर्को छैन नारायण सरी हरि आउनु भो वनमाला लाएर कोशी सुदर्शन पाएर हरि आउनु भो वनमाला लाएर कोशी सुदर्शन पाएर कोशी सुदर्शन पाएर हरि आउनु भो वनमाला लाएर कोशी सुदर्शन पाएर कोशी सुदर्शन पाएर दर्शन पाए कर्म कर्म कीर्ति र नाम राख्नु गङ्गायनी ईश्वरकै नाम जप्नु देवघाट नारायणी पाप पुण्य साथैमा लैजाने ज्यान मात्रै खरानी कीर्ति र नाम राख्नु गङ्गायनी ईश्वरकै नाम जप्नु देवघाट नारायणी पाप पुण्य साथैमा लैजाने ज्यान मात्रै खरानी हे देवघाट नारायणी पाप पुण्य
मात्रै खरानी हरे भुल्न हुन्न हातमा काम मुखमा राम ब्रह्मा विष्णु महेश्वर जपौन देवघाट नारायणी देवघाट नारायणी पाप पुण्य साथैमा लैजानी जन्मात्रै खरानी हातमा काम मुखमा राम ब्रह्मा विष्णु महेश्वर जपौन देवघाट नारायणी देवघाट नारायणी पाप पुण्य साथैमा लैजानी जन्मात्रै खरानी ए देवघाट नारायणी पाप पुण्य साथैमा लैजानी जन्मात्रै खरानी हरे देख्ने आँखा छेक्यो नि जालैले जान्न भन्दा लैजान्छ कालैले देवघाट नारायणी देवघाट नारायणी पाप पुण्य साथैमा लैजानी जन्मात्रै खरानी छेक्यो नि जालैले जान्न भन्दा लैजान्छ कालैले देवघाट नारायणी देवघाट नारायणी पाप पुण्य साथैमा